सायद कुनै पनि पार्टीले यति साह्रो लगभग इभिएमदेखि लिएर भोटिङदेखि लिएर सबै डिजिटली जाने, सबै रेकर्ड भेरिफाई गर्नुपर्ने छ होइन, म्यानुअल जस्तो होइन। त्यही भएर अलिकति टेक्निकल इररहरू हो, त्यो टेक्निकल इररहरू सच्याउनु पनि पऱ्यो नि त। अनि त्यही भएर सच्याउनको लागि चाहिँ हाम्रो साथीहरू सबै कसिराख्नु भएको छ। अब 1-2 घन्टामा सुरु हुन्छ। तपाईँहरूले तयारी चाहिँ गर्नु भएन त? पहिला कार्यतालिका प्रस्तुत त्यो सार्वजनिक गर्नुभयो, त्यसपछि चाहिँ तयारी गर्न थाल्नुभयो, यस्तो पनि हुने रहेछ? होइन त्यो सबै प्लानमै थियो। अब कहिलेकाहीँ ठुलो मासमा गर्दाखेरि केही इनोभेसन्स काम गर्दाखेरि नयाँ काम गर्दा अलिकति टेक्निकल इरर हुनु स्वाभाविकै हो होइन, जहाँ पनि हुन्छ। अनि त्यो हिसाबले हामी सबै मिलेर सुधार गर्दैछौँ। यो सबै समस्याहरू छन्, सुधार गर्दैछौँ। अब चाँडै नै सुधार हुन्छ, चाँडै नै यो बन्द सत्र चाहिँ सुरु हुन्छ है। यो तपाईँ हुन सकेको छैन? होइन त्यस्तो होइन, त्यस्तोमा कन्फ्युज चाहिँ नहुनु होला। हामी त्यही पदकै लागि आउनुपर्ने चाहिँ किन यहाँ राजनीति गर्न आउनु परेको छ र? तपाईँ हामी जस्तो मान्छेहरू सबै चाहिँ यहाँ पदकै लागि त किन जुङ्गा लडाइँ गर्नुपर्ने छ र? काम गरौँ, डेलिभर गरौँ भन्ने सोच हो नि त। त्यसको लागि मात्रै होइन, त्यस्तो होइन क्या। त्यो प्रश्नहरू ठिक छ, तपाईँले सोध्न पाउनुभयो, जस्तो प्रश्न पनि सोध्न पाउनुभयो, त्यसको लागि धेरै धन्यवाद। तर त्यो मात्रै होइन, हामीले केही नयाँ गर्न खोजिरहेका छौँ। पहिलोपटक सुन्नुहोस् न, विदेशको लागि मतदान गर्दैछौँ, स्वदेशको लागि इभिएममा भोटिङ गर्दैछौँ होइन र? होइन गरिरहेको थियौँ, तर भेरिफाई त गर्नु पऱ्यो नि त। कहिलेकाहीँ मधेसबाट साथीहरू आउनुभएको छ, मधेसमा पनि अलिकति त्यहाँ समस्याहरू थियो, त्यसलाई पनि सुल्झाउनु पऱ्यो। सबै समस्याहरू सुल्झाउँदै जानु पऱ्यो नि त। त्यही भएर अलिकति समस्याहरू चाहिँ सोचेको भन्दा अलिकति रेडिमेड जवाब चाहिँ कसरी आउँछ? सबैले यही कुरा, एउटै कुरा, रेडिमेड जस्तो जवाब, रोबोटिक जस्तो यस्तो हो नि त। 2+2 4 भन्दा तपाईँले 4 भन्नुहुन्छ, मैले पनि 4 भन्छु। अनि किन त दुईले 4-4 भन्नुभएको छ भन्ने कुरा त अलि भएन नि होइन र? त्यही भएर यो समस्या यही हो त। अब के गरौँ त? प्रतिनिधि फर्किन लागिसके भन्ने छ हो, त्यसको लागि चाहिँ म आफ्नो तर्फबाट चाहिँ जति मेरो तर्फबाट यो म्यानेजमेन्टको लागि अलिकति समस्या भएको छ होइन, त्यसको लागि चाहिँ मेरो तर्फबाट चाहिँ मैले माफी माग्न चाहन्छु। उम्मेदवारी दिँदै हुनुहुन्छ तपाईँले? म चाहिँ खुला केन्द्रीय सदस्य छु। अनि त्यसपछि चाहिँ अनि हेरेर अनि पदाधिकारीहरूमा कहाँ के हुन्छ सल्लाह पदाधिकारीमा पनि चर्चा छ नि तपाईँको? छ, ठिकै छ। त्यो हुनु पनि राम्रो हो होइन, नहुनु भन्दा त हुनु राम्रो होला नि त होइन र? त्यही हिसाबले ठिकै छ। महामन्त्रीमा आइरहेको छ, के हो खासमा तपाईँको चाहना के हो? यस्तो छ कि अहिले अब 2-3टा पोजिसन्सहरू छन् होइन। अब सभापति छ, उपसभापति छ, महामन्त्री छ होइन। यो खुला प्रोसेस हो नि त। हामीले पुरै डेमोक्रेटिक हौँ, जो पनि आउन सक्नुहुन्छ, आवेदन दिन सक्नुहुन्छ, आफ्नो इच्छा व्यक्त गर्न सक्नुहुन्छ। कसैलाई हात बाँधेर यो मात्रै गर भन्ने त छैन नि त। त्यही हिसाबले सबै आउन सक्नुहुन्छ। तपाईँ, हामी सबै जो नियम कानुन विधि पद्धति मानेर सबै आउन सक्नुहुन्छ, जो पनि उम्मेदवार दिन सक्नुहुन्छ है त। तयार हुनुहुन्छ होइन महामन्त्रीका लागि? यस्तो हो, महामन्त्री अब सबैसँग सल्लाह गर्नुपर्ने छ। समग्र पार्टीको नेतृत्व एकजनाले मात्रै नेतृत्व गरेर हुँदैन होइन। अब म जस्तै साथीहरू धेरै हुनुहुन्छ, सबैसँग बसेर छलफल गर्नुपर्ने छ, पार्टीलाई सही दिशामा लानुपर्ने छ। त्यही नै हो है। 2टा महामन्त्रीका लागि